दुईजना मानिस माथि मन्दिरमा प्रार्थना गर्न गए। एउटा फरिसी थियो र अर्को चाहिँ महसुल उठाउने। फरिसीले उभिएर मनमनमा यसरी प्रार्थना गर्यो, हे परमेश्वर, म तपाईलाई धन्यवाद दिन्छु किनकि म अरू मानिसहरू जस्तो धुता, अधर्मी, व्यभिचारी जस्तो छैन, न त यो महसुल उठाउने जस्तो नै छु। म हप्तामा 2 पल्ट उपवास बस्दछु। म जति कमाउँछु ती सबैको 10औं अंश दिन्छु। 13 पद। त्यो महसुल उठाउने टाढैमा उभिएर आफ्ना आँखाहरूसम्म पनि स्वर्गतिर उठाउन चाहेन, तर यसो भन्दै आफ्नो छाती पिट्न थाल्यो, हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्। अब यो पहिलो जुन चाहिँ क्यान्डिडेट छ, यो जुन चाहिँ फरिसी छ, यो फरिसीले चाहिँ प्रार्थना गर्दाखेरि चाहिँ यो प्रार्थना चाहिँ मुख खोलेर गरेको पनि छैन। अनि यो प्रार्थना मुख खोलेर त गरेन, तर अङ्ग्रेजीमा चाहिँ यो प्रार्थना त परमेश्वरपट्टि गरेन अरे, आफैलाई पो गरे अरे, त्यस्तो पो लेखेको छ। लो भन्नुहोस् त कति भनेदेखि चाहिँ 11 पद पढ्नुहोस् त इङ्ग्लिसमा। पर्खिनुहोस् ल एकछिन, यो सकिहालोस्। लुका 18 को 11 पद चाहिँ इङ्ग्लिसमा कसैले पढिदिनु पर्यो। पढ्नु छोरीले पढ। हो हेर्नुहोस् त, हिमसेल्फ भनेको चाहिँ कतिचोटि हाम्रो प्रार्थना चाहिँ परमेश्वरलाई होइन, आफैतिर हामीले क्या यसलाई अङ्ग्रेजीमा यसो भन्छ, सेल्फ कङ्ग्रेचुलेसन भन्छ। स्याबास स्याबास तमुच्चै स्याबास भन्दै हिँड्दै गरेको हुन्छ मान्छे क्या। भयो भने माला पनि बनाएर आफै लाउने क्या, स्याबास भन्दै। त यो प्रभुको वचनमा हामीले आशिष दिएको हो। अब यहाँनिर 2 प्रकारको विश्वासी छ देख्दैछौँ। अब यो 2 प्रकारको विश्वासीमा चाहिँ यो फरिसीले त प्रार्थना त प्रभुलाई गरेन अरे, आफैपट्टि आफैलाई स्याबास, त चाहिँ हप्तामा 2 चोटि उपवास बस्ने, 10औं अंश दिने, यो जस्तो चाहिँ होइन, यो छेउमा छ नि त्यो जस्तो चाहिँ होइन भन्छ अरे। छेउमा यसो औँला देखाइहालेको छैन, तर उसले भन्दैछ मनमा नै जस्तो चाहिँ होइन भन्दैछ। अब यो चाहिँ के हो तपाईँलाई मैले बुझ्नु पऱ्यो नि बाइबलमा। अब म तपाईँलाई बताउँछु, पहिला क्वेसन राख्छु, त्यहाँबाट तपाईँले मलाई एन्सर दिनु पऱ्यो। मानिलिनुहोस् एउटा बहुत आत्मिक, सुन्नुहोस् है, आत्मिक, यसो हेर्दा आत्मिक दाजु छ अरे। अनि त्यो आत्मिक दाजुको चाहिँ फेरि अलिकति छुच्चो मुख भएकी श्रीमती छिन् अरे। हो, दिदीबहिनीलाई ज्यादा दोष लाग्छ नि ल त, तर दाजुभाइ गर्जेको कसले देख्ने होइन। छुच्ची खालको मुख भएकी, मैले उदाहरणको लागि बताउँदैछु नि, वाइफ छिन् अरे। अनि त्यो दाजु चाहिँ अफिसबाट थाकेर आयो अरे, अथवा कामबाट थाकेर आयो अरे, आत्मिक छ अरे मान्छे चाहिँ। अनि सट्टै घरभित्र पस्ने बित्तिकै अलिक चिया खाउँ होइन मात्रै भनेको थियो अरे। हो, बुढीले त 5-6वटा कडा दिन अरे। फटाफट पाहुना पनि लिएर आएको थियो, पाहुना चाहिँ दैलोबाट यसो छल्लेको थियो अरे। उदाहरणको लागि नि, बुढीले त 4-5वटा हिर्काइहालिन् अरे। तर त्यो बुढो चाहिँ आत्मिक रहेछ, फेरि चुप लागेर बस्यो अरे, मुस्क हाँस्यो पनि अरे। अनि बुढीको लेक्चर सक्यो अरे। सकिसकेपछि भित्र गएर चुप लागेर बस्यो अरे। अब भन्नुहोस् दाजुभाइहरूले कसले जित्यो, त्यो मात्रै भन्नुहोस्। हजुर, दाजुभाइलाई सोध्दैछु, कसले जित्यो अहिलेको फाइट चाहिँ? हजुर, हस्बेन्डले। यहाँ हाम्रो विमल भाइको छोराले भन्दैछ हस्बेन्डले जित्यो भन्दैछ। हो, पृथ्वी तलमा त जित्यो। दिदीबहिनीले भन्नुहोस् को हार्यो? वाइफ हारेको हार्यो। तर स्वर्गले देख्दा चाहिँ वाइफलाई चाहिँ आत्मिक देख्छ, हस्बेन्डलाई चाहिँ भयङ्कर पापी देख्छ। कसरी म तपाईँलाई बताउँछु। त्यसले गर्दा त हाम्रो मूल्याङ्कन बाइबल पढेर हामीलाई मूल्याङ्कन हुनुपर्छ।
वाइफले त्यति मुख लागेपछि त्यति लाग्ने बित्तिकै जसै घोत्तची घोच्छ कि घोच्दैन भन्नुहोस्। त्यसरी मुख लागेको हो भने हो। किचनमा जाँदा जाँदै अब पाहुनादेखि झट्टै ला गर्नु गरेछु भन्ने भयो। अब गर्नु गरेछु भन्ने कुरा चाहिँ केले उत्पन्न गर्यो? पवित्र आत्माले। केले गर्यो? किचनमा जाँदा जाँदै पाहुना आएको बेलामा आजै कराउनु पर्ने यो टेन्सनले गर्दा नि म चाहिँ भन्दै गइन्। हस्बेन्ड रुममा गयो, ऊ जस्तो चाहिँ म होइन, म चाहिँ विजय प्राप्त गरेको मान्छे हुँ। पहिला मेरो यो बुढी जस्तै म रिसाउँथे, आजकल रिसाउँदिन। बुढीले प्रस्ताव गरिन्, बुढाले प्रस्ताव गरेन। के को पाप आयो? घमण्डको पाप। भन्नुहोस् त। त्यसले गर्दा होला त्यो बुढाले जस्तै अनुहारमा थुकिदिँदा चुपचाप लागेर बस्ने शक्ति होला। 10 फिटको खाडलबाट बाँचेको रहेछ। कति फिटको खाडलबाट? तर प्रभुले देख्नुभयो त 200 फिटको खाडलमा खसिस्, तेरोमा घमण्ड आयो, तैँले तुलना गर्दो रहेछस्। त्यसले गर्दा अब यो तुलना गर्ने ऊ भन्दा म आत्मिक कहाँबाट आयो? ऊ भन्दा म अलिक सुन्दर। बाइबलको कुरा बुझ्दै बुझ्दैन उसले त, बुझ्दैन। कति भन्दा पनि बुझ्दैन, म चाहिँ बुझ्छु। उसले बुझ्दैन। कहाँबाट आयो त्यो कुरा? एस्केलको किताब 28 अध्यायमा आउनुहोस्। हामीले पापलाई देखेकै छैनौँ हो। त्यो त तपाईँले त्यो खालको दाजु, त्यो खालको दिदी, सानै दिदीले चाहिँ अबे घमण्ड आयो म पश्चाताप गर्छु भनेको देख्न पाइँदैन संसारमा। किन? घमण्ड त देखिँदैन, मुख लागेको चाहिँ देखिन्छ हो, बाजेको देखिन्छ, घमण्ड आएको त देखिँदैन। घमण्ड चाहिँ पसिना जस्तै चल्न पाउने, हल्ला नगरिकन आउँछ। तर अब एस्केलको किताब 28 अध्यायमा आउँदाखेरि अब 28 अध्यायको 3 पद पढ्दा त दानियल भन्दा बुद्धिमान छस्। फेरि 12 पद त परिपूर्णताको छाप होस्, बुद्धिले भरपुर, सुन्दरतामा सिद्ध छस्। 13 पद परमेश्वरको बगैँचा अदनमा थिइस्। 14 पद ढाकेर राख्ने अभिषिक्त करूब थिइस्। 16 पद व्यापारका मालहरूको प्रशस्ताले गर्दा। 17 पद हेर्नुहोस् अब घमण्ड कहाँबाट आउँछ? सुन्नुहोस्, बुद्धिले गर्दा घमण्ड आउँछ भन्नुहोस्। सबैजना बोल्नुहोस् न। यतापट्टि लठाप्रो टाइपको मान्छे छ, तपाईँ चाहिँ सबै कम्प्युटर पनि फिट गर्न जान्नुहुन्छ, इङ्ग्लिस पनि बोल्न जान्नुहुन्छ, तपाईँकोमा गाडी कुदाउने पनि ट्यालेन्ट छ, सबै कुरा छ भनेदेखि चाहिँ ऊ भन्दा मेरोमा चाहिँ आवाज आउँदैन। यो चाहिँ मुख लागेको आवाज आउँछ। सुन्नुहोस्, कम्पेरिजन, यसलाई तुलना गरेर अघि चालपार मान्छेले भित्रभित्रै कति साह्रो स्मार्ट हो म। फेरि दिदीबहिनीले ऐनामा हेऱ्यो, होइन के साह्रो बान्की परेको मेरो अनुहार हो, कसरी चाहिँ म यस्तो भएँ होला, कपाल मिलाएर। तपाईँले नाक खुम्चिएको, अनुहारमा कोत्रा भएको, कपाल खुइलेको मान्छे घरिघरि ऐनामा गएको देखेछ? उसले अस्ति हेरेर तर्सिसक्यो, ऊ किन जान्थ्यो? अस्ति हेरेर भागिसकेछ। हप्सीले आफ्नै अनुहार हेरे जस्तै हो त्यो। तर को चाहिँ जान्छ घरिघरि? के साह्रो मिलेको मेरो कपाल, मुखले पो नभनेको त। त्यसले गर्दा त्यो सुन्दरताको कारणले गर्दा घमण्ड आउँछ, बुद्धिको कारणले गर्दा घमण्ड आउँछ। त्यहाँदेखि 14 पद पोजिसन भन्नु सबैजनाले सुन्नुहोस्। पोजिसन, एउटा घाँस काट्ने मान्छे हिँडेको र डक्टर हिँडेको हेर्नुहोस् न चाला। डक्टरको हिँडाइ उपरबाट डक्टर आयो भनेदेखि चाहिँ हिँडाइबाट चाल पाइन्छ यो चाहिँ सानोतिनो होइन भनेर। आउने बित्तिकै भुइँ खोज्दैन डक्टरले, चौकी खोज्छ, त्यहीँबाट चाल पाइहालिन्छ। घाँस काट्ने मान्छेले सिधै कुना खोज्छ। फेरि कुना मात्रै होइन, मान्छेको बिचमा पस्न पनि डराउँछ, पसिना गनाउँछ भनेर, मोचा गनाउँछ भनेर, त्यस्तो त्राही हुन्छ। अन्त भाइ कहाँबाट सास गनाउँछ भनेर त्यस्तो उसलाई त्यो इन्फेरियोरिटी कम्प्लेक्स हुन्छ। त्यसले त पोजिसनले मान्छे घमण्ड हुन्छ, पोजिसन। अब अर्को कुरा 16 पद व्यापार भनेको विभिन्न प्रकारको तपाईँको धन्दा व्यवसाय त्यहाँ पनि आयो। त्यहाँदेखि 17 पदमा चाहिँ
तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुल्यो। अब सुन्दरता के को आयो? बुद्धिको बारेमा मेरो जति बुद्धि छैन, मेरो जति राम्रो पोजिसन छैन, मेरो जति राम्रो व्यवसाय चल्दैन, मैले जति राम्रो गाउन जान्दिनँ, म जति अल्गु कोही पनि छैन, मुखले भन्दैन मान्छेले। त्यो त मान्छेको घमण्ड चाहिँ हृदयमा आउँछ अरे, हृदयमा। आउनुहोस् त यो कुरा लुकाको किताबमा आउनुहोस्। लुकाको किताबमा फर्स्टमा पनि स्वर्गमा विश्वमा हृदयमै घमण्ड आएको त्यो स्वर्गदूतको। अनि लुकाको किताबमा आउनुहोस्। यहाँनिर लुकाको किताबमा आउँदाखेरि 1 अध्यायमा आउनुहोस्। 1 अध्यायको 51 पद पढ्नुहोस्। म पढ्छु, तपाईँ ढिलो गर्नुभयो। उहाँले आफ्नो पाखुराले सामर्थ्य देखाउनु भएको छ, जसको हृदयको कल्पनामा घमण्ड हुन्छ तिनीहरूलाई उहाँले तितर बितर पार्नु भएको छ। 52 पद, उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट झार्नु भएको छ र नम्रहरूलाई उचाल्नु भएको छ। घमण्डको विपरीत शब्द के हो दिदीबहिनी भन्नुहोस्? वाट कुड बी द अपोजिट अफ प्राइड? ह्युमिलिटी भन्नुहोस्। घमण्डको अपोजिट शब्द, विपरीत शब्द नम्रता हो। बाइबलले भन्छ प्रभु यीशु मसीहकोमा चाहिँ मनको घमण्डी लिएर, अन्यजाति मात्रै किन नहोस्, विश्वासी पनि मनको घमण्ड लिएर आयो भने प्रभुले अब यो घमण्डीलाई चाहिँ म चाहिँ परैबाट चिनिहाल्छु क्या। यो घमण्डी भन्ने पाप चाहिँ कस्तो भनेदेखि चाहिँ पहिला स्वर्गदूत घमण्डी भयो होइन। अनि घमण्डी हुने बित्तिकै मेरो नियम फर्मुला चाहिँ यो हो कि म चाहिँ ठेलेर झारिदिन्छु क्या, त्यस्तो रहेछ। म देख्नै सक्दिनँ भन्नुहुन्छ प्रभुले घमण्डीलाई चाहिँ। बाइबल यत्रो बाकल जत्रो बाइबल बोकेर हिँड्नेलाई पनि त्यसै भन्नुहुन्छ। म त घमण्डीलाई त देख्नै सक्दिनँ भन्नुहुन्छ। भजनको किताब 138 अध्यायमा आउनुहोस् त। त्यो घमण्ड भन्ने पाप, त्यसले गर्दा सबै पापको चाहिँ जरा चाहिँ घमण्ड हो। भजनको किताब 138 अध्याय 138 अध्यायको कहाँ पाउनुहुन्छ भन्छ नि 6 पद पढ्नुहोस् न। परमप्रभु उच्च हुनु भए तापनि उहाँले नम्रलाई हेर्नुहुन्छ, तर घमण्डीलाई चाहिँ उहाँले टाढैबाट चिन्नुहुन्छ। अब सुन्नुहोस् है, यता हेर्नुहोस् त। तपाईँले प्रभु मलाई चोरीको पापदेखि छुटकारा दिनुहोस्, रिसाउने पापदेखि छुटकारा दिनुहोस्, परिवारमा झगडादेखि छुटकारा दिनुहोस्, राजनीतिदेखि छुटकारा दिनुहोस्, लोभदेखि छुटकारा दिनुहोस् भन्नुहुन्छ नि। तर तपाईँले त्यो माथिको टुप्पा टुप्पाको फल काटेर हुँदैन। तपाईँलाई कुनै पनि पाप चाहिँ घमण्डबाट आउँछ भन्छ बाइबलले। सुन्नुहोस्, अब मानिलिनुहोस् पाप गर्नुभन्दा अगाडि घमण्ड आउँछ अरे। अब भन्नुभयो त 2 जना विश्वासी बात मार्दैछन्, एउटाले अर्किडको कुरा निकाल्यो। सबजना भन्छ के को निकाल्यो? अर्किडको मात्रै कुरा गरेको थियो। तपाईँकोमा अर्किडको बारेमा अलिकति ज्ञान छ क्या, अर्किड मात्रै भनेको थियो। सुन्नुहोस् भाइ, सुन्नुहोस्, मलाई आइडिया छ क्या, मलाई आइडिया छ। त्यो कहाँबाट आउँछ याद छ? त्योभन्दा म स्मार्ट छु अर्किडमा, मैले यहाँ बोलिहाल्नुपर्छ भनेर त्यसको आवाजलाई दबाएर म आधी घन्टा अर्किडको लेक्चर दिएँ भने चाहिँ देखिस् कस्तो लाग्यो। त्यो अर्किडको बारेमा कुरा हुँदा त्यसलाई दबाउनुभन्दा अगाडि चाहिँ बोल्न त त स्मार्ट छस् त, ऊभन्दा त जन्म छस् त भनेर भित्रबाट घमण्ड आउँछ अरे। घमण्ड आइसकेपछि चाहिँ पवित्र आत्माले भन्छ सोधेकै छैन तँलाई, तँ किन बोल्छस्? तँलाई लेक्चर दिए भनेकै छैन, किन बोल्छस्? चुप भन्दैछ। अरे म जान्दछु, तिमीभन्दा म जान्दछु भनेर पवित्र आत्मालाई पनि फट्टै अगाडि आउँछ अरे। त्यो त हितोपदेश 16को 18 पदले भन्छ घमण्ड आउनुभन्दा अगाडि चाहिँ के अरे पाप आउनुभन्दा अगाडि चाहिँ घमण्ड आउँछ अरे पहिला। त्यहाँबाट बोलेको त्यो अर्किडको बारेमा पढ्नुहोस् त मान्छे। विनाशको अघि घमण्ड आउँछ र पतनको अघि चाहिँ ठगी मन आउँछ। अब यता सबजना अब मानिलिनुहोस् तपाईँलाई घमण्ड आयो, केही कुरामा बोलिहाल्नु भयो, केही कुरामा गल्ती भइगयो भनेदेखि चाहिँ तपाईँको मनमै मात्रै घमण्ड आएछ, तपाईँलाई थाहा भयो तपाईँले पाप गरे भनेर। अब सुन्नुहोस् ल एउटा कुरा, तपाईँलाई मनमा घमण्ड आयो, घमण्डले गर्दा अघि दाजुले पनि प्रार्थना गर्नुहुँदै थियो छिट्टो बोली पठाइहाल्छु के भन्नुहुँदै थियो नि, त्यस्तै प्रकारले हामीहरूकोमा त्यो प्रवृत्ति हुन्छ, छिटो बोली पठाउने हुँदा पाप भयो।
अब पाप हुँदा मानिलिउँ यहाँ हाम्रो ब्रदरको बारेमा मैले गफ गरेँ अरे पाप भयो। अब फेरि घमण्ड आउने बित्तिकै पाप हुन्छ। पाप आउने बित्तिकै लाज आइहाल्छ अरे फेरि लाज। सुन्नुहोस् है, अचम्म आउँछ त बाइबल त। घमण्ड आउने बित्तिकै पाप आउँछ, पाप आउने बित्तिकै लाज आउँछ अरे। आउनुहोस् त हितोपदेशको किताबमा यहाँ कहाँ पाउँछ भन्ने नि यो कुरा चाहिँ मलाई तपाईँले सघाउनुपर्छ। 11:2 पढ्नुहोस्। जब घमण्ड आउँछ तब शर्म पनि आउँछ। अब यता सम्झने मलाई घमण्ड आइसकेपछि पाप भयो। पाप भइसकेपछि यता सुन्नुहोस् त अब दिदीबहिनीले, घमण्ड आउने बित्तिकै पाप आयो। थाहा भयो म लडेँ भनेर, मैले नगर्नु काम गरेँ भनेर। अब पर्यो साह्रो के पर्यो? अब पाप आइसकेपछि त ब्रदर मैले तपाईँको विरुद्धमा कुरा गरेँ नि भन्नु पर्ने नि त। अब पर्यो लाज। कसरी भन्नु अब सरी उसको अगाडि गएर। त्यसले गर्दा घमण्डले चाहिँ त्यस्तो चिज ल्याउँछ। अनि हाम्रो प्रभुले चाहिँ होस् न उनीहरूले चोरेको होस् न मै बिहोर्छु, उनीहरूले ढाँटेको होस् न मलाई भनौँ न मान्छेले मैले चोरेको भनौँ मै हो भनेर चाहिँ प्रभु यीशु मसीहले चाहिँ लाजलाई शरमलाई केही जस्तो पनि होइन मानिलिहाल्नुपर्छ। यो कुरा अगाडि गएर भनिहाल्नुपर्छ भनेर चाहिँ शर्मलाई पनि तुच्छ ठानेर चाहिँ क्रुसमा अपराधी भएर झुन्डिनु भयो। अनि हामी भन्छौँ मैले प्रभुलाई पछ्याउँदैछु भनेर। अनि हाम्रो घमण्डले गर्दा हामी घरिघरि पाप गर्छौँ। तर मानिलिनु पऱ्यो भनेदेखि चाहिँ म भन्दैछु घरको वरिपरि जनगाना गाएर घुम्ला, राष्ट्रगीत गाउला, 10 गमला फुल पनि गोड्ला, तर मेरोबाट गल्ती भयो चाहिँ पटक्कै भन्दैन। किनभने घमण्ड आउने बित्तिकै पाप आउने बित्तिकै लाज आइहाल्छ। त्यस्तो खतरा हो। अहिलेसम्म शैतानले मैले पाप गरेँ, गल्ती भयो, माफ देऊ भनेको छ संसार है। घमण्ड आउने बित्तिकै पाप आउने बित्तिकै शरम। त्यसले गर्दा मान्छे जातिले कहिल्यै पनि पाप गरिसकेपछि मेरोबाट पाप भयो, मैले तिमीलाई रुष्ट प्रकारले बोलेँ, मैले ब्रदर तपाईँको चर्चा गरेँ, हिजो हाम्रो घरमा ब्ल्याक टी खाँदै गर्दा तपाईँको कुरा भयो, बस्सी नसक्नु भयो, म त माफ माग्न आएको भने देख्न पाइन्छ। अबै त्यो अङ्कलले त्यस्तो मैले त्यस्तो भने त सक्यो त अन्त मान्छेले के भन्छ मलाई। त्यसले गर्दाखेरि मण्डलीमा कतिवटा मण्डलीमा अगुवाहरू हुन्छ नि व्यभिचारको पापमा लतपत भएर बरु चर्चको वरिपरि जनगण गाएर घुम्दैछ। मानिलिनु चाहे आइतबारको सेवा आउँछ हो, मूर्ति जस्तो बस्छ, मण्डलीलाई थाहा छ व्यभिचार गरेको छ भनेर। अब त्यत्रो अङ्कलले चाहिँ मेरोबाट त खत्तमै भयो, म त कुकुरै रहेछु मेरो बुढीको अगाडि, म त खत्तमै भयो भने त लाज हुन्छ कि हुँदैन? हो, त्यसले गर्दाखेरि यो घमण्डको पाप चाहिँ देखिँदैन। त्यसले गर्दा प्रभु यीशु मसीहले मान्छेमा घमण्ड हुन्छ। अनि घमण्ड चाहिँ घमण्डको विपरीत शब्द चाहिँ नम्रता हो भनेर जताउनको लागि चाहिँ मत्तीको किताब 18 अध्यायमा के गर्नुभयो आउनुहोस् त। मत्तीको किताब 18 अध्याय मत्तीको किताब 18 अध्याय। घमण्डले चाहिँ जहिले पनि माथि उचाल्छ, को ठुलो हुँ भन्ने बनाउँछ। त्यसले गर्दा 18 अध्यायको 1 पद पढ्नुहोस्। यही घडी चेलाहरू यसो भन्दै यसो कहाँ आए, स्वर्गको राज्यमा सबभन्दा ठुलो को हो? देख्नुभयो, यसो भनी माग्न आएको। तपाईँ जाने बेला हो भयो, फेटा बाँधिनुहोस् को चाहिँ क्याप्टन हो। म क्याप्टन हो कि युना हो कि लुका हो कि मर्कस होस्, फेटा बाँधिदिनुहोस् को चाहिँ ठुलो हो। क्याप्टन त राख्नु पऱ्यो नि, को ठुलो हो भनेर आयो। अब प्रभुले देख्नुभयो यति बेला के आइहाल्छ? घमण्ड। घमण्डले चाहिँ उचालिन खोज्छ, माथि जान खोज्छ। अनि तपाईँलाई थाहा छ त्यो लुसिफरले चाहिँ माथि जान्छु माथि जान्छु माथि जान्छु भन्यो। अनि माथि जान्छु भन्दा चाहिँ त्यो चाहिँ खस्यो, हामीलाई थाहा छ नि। अनि प्रभु यीशु मसीहले चाहिँ मान्छेको सन्तान हो, तिमीहरूलाई घमण्डले इन्जेक्सन लगाएर, शैतानले इन्जेक्सन लगाएर सबैलाई घमण्डीको सन्तान बनाएको छ हो। हामी सबै हेर्न भ्याउँदैनौँ, मान्छेलाई चाहिँ घमण्डीको सन्तान भन्छ। अयुबको किताबमा लेखेको छ घमण्डीको सन्तान बनाएको छ। तिमीहरू चाहिँ जति सक्दो उचालिने नै कोसिस गर्छौ, घमण्डले गर्दा तिमीहरूलाई माथि मै हो भन्ने बनाउँछ, पापमा गिर्छौ, मानिलिन चाहँदैनौ, माथि माथि जाने तिमीहरूलाई त्यो प्रकारको प्रवृत्ति हालिदिएको छ। त्यसले गर्दा
तिमीहरू तल तल झर्न सिक्नुपर्छ। हेर म स्वर्गमा बस्ने परमेश्वर, तारा बनाउने परमेश्वर, खोला बनाउने परमेश्वर। म 3 स्टेप झरेँ। कति स्टेप झरेँ भन्नु सक्दैन? कति स्टेप झरेँ? अब सुन्नुहोस्, 3 स्टेप झर्नुभयो प्रभु, 3 खुड्किलो झर्नुभयो। स्वर्ग त्यागेर मान्छे हुनु नै अद्भुत हो। स्वर्ग त्यागेर चाहिँ यो सिस्नु घारीमा आउनु, यो निग्रो घारीमा आउनु, कुकुरले गु भएको जग्गामा टेक्दै आउनु, मान्छे भएर त्यो पनि कार्पेन्टर भएर जाउनु, राजाको महलमा जन्मेको भए पनि त अँ भन्नु, मान्छे भएर आउनुभयो। एक अर्को कुरा, मान्छेमा पनि तल्लो स्तर के हुन्छ? कमारा भन्न सबैजनाले कमारा भएर झरिदिनु भयो। कमारा भनेको पत्रसले पनि हेपेर यता हुनुहोस् त, तपाईँ यता हुनुहोस् त, प्रभुको सिम्प्लिसिटी देखेर तपाईँ यहाँ यता हुनुहोस्, यता भन्यो, लग्यो, कुनामा लग्यो। खबरदार याद गर्नु, सहने कुरा इत्यादि इत्यादि के गर्यो भने चाहिँ हामी अगाडि बढ्छौँ है, ठुलो कुरा नगर्नुहोस्। हेपेर त्यस्तो साह्रो परमेश्वर कति साह्रो झर्नुभयो तपाईँलाई थाहा छ? पुरानो नियममा प्रस्थानको किताबमा पढ्यो भने हामी पल्टाउँदैनौँ। यता मलाई हेर्नुहोस्, प्रभु चाहिँ आफ्नो प्रतापमा सामर्थ्यमा अलिकति मान्छेलाई दर्शन दिनको लागि सिनाई पर्वतमा ओर्लिनु भएको थियो। पहाड काम्यो, धुवाँ आयो, आगो लाग्यो, चट्याङ गर्थ्यो, बिजुली बज्रियो, सबै कुरा भयो। अनि पहाडको फेदमा कोही आउन सकेन, भूकम्प भयो। अनि सबैजनाले भने हाय 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 मरिन्छ होला। अनि मुसा मात्रै माथि पहाडमा गयो, 40 दिन कोही जान सकेन। त्यस्तो अग्निमय परमेश्वर मान्छे भएर आउनुभयो, कमाराको रूप भएर आउनुभयो। मान्छेले चिनेनन्, थुइया भनेर अनुहारमा थुकिदियो, पट्टी बाँधिदियो, लात्तरी हिर्काएर कसले हिर्काएको भन्यो, लुगा च्यातिदियो, बेइज्जत, त्यतिसम्म झर्नुभयो, कमाराको रूप लिनुभयो। अनि प्रभु यीशु मसीह संसारमा क्रिस्चियनहरूले जानेको छैन, उचालिनु भनेको, माथि जानु भनेको, चर्चमा ठुलो हुनु भनेको चाहिँ यसरी सिकाएको हुन्छ। कहिल्यै सिकाउनु हुँदैन यस्तो। सुन्नुहोस्, हामीले यस्तो सिकाउँदैछौँ भने पनि सिकाउनु हुँदैन। पहिला भाँडा धुनुपर्छ, कार्पेट ओछ्याउन सिक्नुपर्छ, मिनियल जब भन्छ तलको जब गर्नुपर्छ, त्यहाँबाट मात्रै पुलपिटमा आउन पाइन्छ है भनेको पनि एक प्रकारले प्रमोसनै सिकाएको। सुन्नुहोस्, भाँडा धुँदैछ तर पुलपिटै हेर्दैछ, किनभने लास्ट प्रमोसन सिइओ चाहिँ त्यहाँ हुने रहेछ नि त। सुन्नुहोस् है, कार्पेट उठाउँदैछ, एक दिन चाहिँ कहिले चाहिँ माथि बोलाउनुहुन्छ होला अङ्कलले, भाइ त्यो क्लास भन्ने बित्तिकै कतिवटा बा बोलायो क्या भनेर त्यहाँ हुत्तिँदै पनि छ घरिघरि। त्यस्तो सिकाउनु हुँदैन। हाम्रो प्रभु यीशु मसीह संसारमा चाहिँ कसरी आउनुभयो म तपाईँलाई बताउँछु। स्वर्गको परमेश्वर मान्छे, मान्छेबाट कमारा, कमाराबाट अपराधी भन्नुहोस् सबैजनाले। अपराधी भनेको एकदम उसैले चोरेको, उसैले व्यभिचार गरेको, उसैले ब्याङ फुटाएको, उसैले मुख लायो जस्तो भएर झुन्डाउँदा पनि उहाँले बेला बेला कानमा यसो भन्नु पऱ्यो नि, अहिले चाहिँ दग्दी दिँदै गर्नु पछाडि देखाइदिन्छु म पनि भन्नु भएन। बौरी उठेर पनि एकैताल कैफासको घरमा गएर यसो खिड्कीबाट कस्तो लाग्यो भन्नु पऱ्यो नि, कतै पनि जानु भएन। झर्दै 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 तल कमाराको रूपमा जानुभयो। अनि मर्नुभन्दा अगाडि पनि उहाँले एउटा घरमा निस्तारको भोज, अनि प्रभु भोजको आज स्थापना गर्नु थियो। अनि निस्तारको भोज खानुभन्दा अगाडि उहाँले भन्नुभयो, यस्तो कमरामा तयारी गर कोही मान्छे नहोस्। सबजना भन्नुहोस् त, कोही मान्छे नहोस्। कोही मान्छे नहोस्। अब इजरायलको त्यति बेलाको संस्कार चाहिँ के थियो भनेदेखि चाहिँ मान्छेहरू धुलो भएको सडकमा हिँड्थे, अनि हरेक घरमा एउटा कमरा राखेको हुन्थ्यो। अनि धुलै धुलो भएको सडकमा हिँडेर आइसकेपछि बेलुका कमराभित्र पस्नुभन्दा अगाडि चाहिँ त्यो कमरा चाहिँ बाहिर बसेको हुन्थ्यो पानी लिएर। अनि पानी लिएर बस्ने बित्तिकै प्रत्येक पाहुनाको खुट्टा धुनु पर्थ्यो। उसले खुट्टा धुँदै भित्र पठाउँदै, खुट्टा धुँदै भित्र पठाउनु पर्थ्यो। अनि प्रभुले भन्नुभयो, आज मैले नम्रता के हो देखाउनु परेको छ, कोही पनि नहोस् भनेपछि एउटा कोठा तयार गरेँ। त्यहाँ एउटा कमारा थियो होला, तँ पनि नबस् अरे, जा जा, आज यहाँ प्राइभेट मिटिङ हुँदैछ जा भने त्यो पनि गयो। अनि बेलुका प्रभु आउनुभयो, चेलाहरू पनि आए। अनि टक्कै चेलाहरू आइसकेपछि अब त्यो कोठामा पस्नुभन्दा अगाडि अथवा खाना खाइसकेपछि प्रभुले के गर्नुभयो, फेरि त्यो घरको कमाराको काम प्रभुले ठ्याक्कै लिनु, तौलिया लिनुभयो, त्यहाँ सबैको खुट्टा धुन थाल्नुभयो। अनि भन्नुभयो, अब प्रभु संसारमा चाहिँ के सिकाएको हुन्छ। अब हाम्रो चर्चमा त प्रायः त्यस्तो हुँदैन। हाम्रो चर्चमा अलिकति फेसा खुस्किएको चाहिँ भाँडा, कार्पेट, त्यहाँबाट
प्रभुको सेवाको सेवा गर्दै गर्दै त्यहाँबाट पुलपिट सिकाएको हुन्छ। त्यो पनि झन्डै झन्डै यसो भन्नै सिकाएको। पहिला के भन्छ साधारण विश्वासी, त्यहाँबाट पास्टर, त्यहाँबाट डिकन, त्यहाँबाट बिसप, त्यहाँबाट आर्ची बिसप, त्यहाँबाट चाहिँ पोपै भन्न झन्डै झन्डै सिकाएको। त्यो पनि बाहिर मण्डलीमा चाहिँ त्यही हुन्छ। प्रमोसन हुँदै 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 गइसकेपछि लास्टमा उसलाई रेभरेन्ड भन्नुपर्छ। के भन्नुपर्छ? अब तपाईँ सुन्नुहोस् नि, रेभरेन्ड डक्टर रेभरेन्ड भन्नुपर्छ। अब बिचरा उसलाई थाहै छैन रेभरेन्ड भन्ने परमेश्वरको टाइटल हो भनेर लेखे थाहा छैन उसलाई। त्यसले रेभरेन्ड पनि भिर्यो। बनिन चाहिँ माटोबाट बनेको मान्छे हो, पेटभरि गु बोकेको छ, रेभरेन्ड झन्डा बसे, अन्त रेभरेन्ड भयो। तर हाम्रो प्रभुले चाहिँ के सिकाउनुहुन्छ भने चाहिँ म आकाश पृथ्वीको मालिक झर्दै 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 मर्ने बेलामा चाहिँ खुट्टा धुनीमा पुगेको थिएँ। लुकाको किताब 22 अध्यायको 28 पद 22 को कति पढ पढ्नुपर्छ आउनुहोस् त। यो मत्तीको किताब 18 अध्यायमा छौँ हामी अहिले हो। लुकाको किताब 22 अध्यायको 27 पढिदिनुहोस्। किनकि ठुलो को हो, खाना बस्ने कि सेवा गर्ने? के खानाका लागि बस्ने चाहिँ ठुलो होइन र? तर म तिमीहरूको बिचमा सेवा गर्ने चाहिँ छु। अब सुन्नुहोस्, सेवक भन्छ नि, सेवक। यहाँ दाजुहरू हामी सबै अब यहाँ गरेको छैन र गर्नुपर्छ भनेको होइन। तपाईँहरूको बारेमा कति गर्नुहुन्छ, कति फिक्री लिनुहुन्छ, राम्रो कुरा हो। जति क्रिस्चियन ठुलो भयो त्यति खुट्टा धुनेमा, जति क्रिस्चियन ठुलो भयो म गरिदिन्छु नि, म गरिदिन्छु नि भन्ने। जति क्रिस्चियन ठुलो भयो 12 बजी राति अङ्कल भन्दाखेरि जिउ दुखेर सुतेको छु यहाँ आउन मिल्दैन भन्न मिल्दैन नोकरले। 12 बजी राति बोलायो भने जानुपर्छ टक्रक्कै। त्यो त नोकरले अया था भन्न पाउँदैन। जति तपाईँ प्रमोसन हुँदै जान्छ आत्मिक हिसाबले त्यति तपाईँ अरूको सेवक बन्न सक्नु भएन भने हामीले प्रभु यीशु मसीहलाई कहाँ छोडिसकेका हुन्छौँ। त्यसले गर्दा मत्तीको किताब 18 अध्यायमा हामी आउँ। 18 अध्यायको 1 पद फेरि पनि पढ्नुहोस्। त्यही घडी चेलाहरू यसो भन्दै यसो कहाँ आए, स्वर्गको राज्यमा सबभन्दा ठुलो को हो? अब प्रभुले देखाउनु परेको छ। अनि देखाउनको लागि चाहिँ प्रभुले 2 पद पढ्नुहोस्। अनि यसुले एउटा सानो नानीलाई आफू कहाँ बोलाउनु भयो र त्यसलाई तिनीहरूका माझमा राख्नुभयो अनि भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरू बदलिएर सारा नानीहरू जस्ता भएनौ भने तिमीहरू कुनै रीतिले पनि स्वर्गको राज्यमा पस्ने छैनौ। 4 पद। यसकारण जसले आफूलाई यो सानो नानी जस्तै नम्र तुल्याउँछ त्यही स्वर्गको राज्यमा सबैभन्दा ठुलो हो। अनि वास्तवमा थाहा हेर्नुहोस् त, त्यता घमण्डले चाहिँ पोजिसन खोज्दो रहेछ, स्तर खोज्दो रहेछ, माथि जान खोज्दो रहेछ, ठुलो हुन खोज्दो रहेछ, छिटै बोलिहाल्दो रहेछ, पाप गरिहाल्दो रहेछ। पाप गरेपछि घमण्ड आउँछ, घमण्डले पाप ल्याउँदो रहेछ, पाप आएपछि शर्मा आउँदो रहेछ, मानिलिन साह्रो पर्दो रहेछ। अब भन्नुहोस्, सानो कुकुरोमा सुताको नानी छ अरे, त्यो कुकुरको सुताको नानीलाई तपाईँले गएर खेर गएको 1 नम्बर तैँ मात्रै रहेछ सुती बस्ने, झाडा पिसाब पनि त्यहीँ गर्ने, अनुहार पनि तेरो त निम्बु निचोरेको जस्तो भनेर 10वटा गाली गर्नुहोस् त के गर्छ तेरो नानीले? मलाई हेर्नुहोस् के गर्छ? केही फरक पर्दैन। अप्पै तँ जस्तो ह्यान्डसम, तँ जस्तो लाइकको, तेरो चाहिँ कतिवटा सुट छ होला, स्कर्पियोमा हिँड्दो रहेछस् तँ त, अहिले भर्खर फर्चुनर पनि किन्न आँटेको छस् अरे, तँ जस्तो लाइकको, केही फरक छैन। तर त्यही छिप्पेपछि ठुलो भएपछि खेर गएको भन्नुहोस् त कस्तो तमासा देखाइदिनु रहेछ। यहाँबाट खेदेर यो चर्चको बर पुर्याउँछ त्यसले खेदेर। किन? घमण्ड आएको छ, खेर गएको अरे, के भनिस् अरे, कुन चाहिँ खलकमा जन्मेको, तेरो चर्चमा खान पराएको हो, म यही हो तेरो बोल्ने ढङ्ग, क्या घमण्ड भन्नुहोस् न हो। त्यसले गर्दा मान्छे जातिको मान्छे ठुलो हुँदै गएपछि घमण्डको पापले गर्दा मान्छे रिसाएको, घमण्डको पापले नम्र हुन नमानेको, घमण्डको कारणले पस्ताव गर्न नचाहेको, म कुछ हुँ, म राइट हुँ। तर त्यो नानीलाई हेर्नुहोस्, त्यो नानीलाई 50वटा गाली गर्नुहोस् त्यसले फर्काउँदैन, त्यसलाई जति नै सर्काउनुहोस् केही पनि त्यसलाई फरक पर्दैन, नानी जस्तो हुन्छ। त्यसलाई चिमोट्नुहोस्, रुन्छ कि रुँदैन भन्न सक्छ? रुँदैन त भन्नु हुँदैन है, टक्कै चिमोट्नुहोस्, टाक्को छोडेर रुन्छ। भोलिपल्ट जानुहोस्, तैँले हिजो मलाई चिमोटेको हो भन्छ,
जस्तोको त त्यो कुकुरको नानी जस्तो। त्यसले गर्दा ठुलोलाई चिमट्नुहोस् त आम्मामा, त्यसले गर्दा हामीले मानिलिनु पर्ने कुरा चाहिँ प्रभु म चाहिँ 1 नम्बरको घमण्डी मान्छे हो। घमण्ड चाहिँ देखिँदैन, भित्र हृदयमा हुन्छ। प्रभु म घमण्डी हो, मलाई तपाईँले कसो गरेर नम्र बनाउनुहुन्छ भनेर हामीले भन्नुपर्छ। त्यो त प्रभुले चाहिँ त्यो घमण्डी शैतानले मान्छे जातिलाई घमण्डी बनायो अनि प्रभु चाहिँ झर्दै 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 विपरीत तल 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 आउनुभयो। यति साह्रो नम्र हुनुभयो, लु मलाई क्रुसमै टाँगिदिए, बेइज्जत गर बदनाम गर केही फरक पर्दैन, म शर्मलाई पनि तुच्छ ठान्छु, म मानिलिन तयारी छु भनेको, उनीहरूको पाप बिहोर्नलाई म तयारी छु भनेको। लु आउनुहोस् त फिलिपीको किताब 2 अध्याय। अनि हामीले कतिचोटि प्रभुलाई पछ्याउँदैछु जस्तो लाग्छ कि, अनि हाम्रो घमण्डले हामीलाई चल्नै दिएको हुँदैन अनि हामीलाई देख्न पनि दिँदैन घमण्ड छ भनेर। फिलिपी 2 अध्यायको 5 पददेखि पढ्नुहोस्। 5, 6, 7, 8 पद पढ्नुहोस्। ख्रीष्ट येशूमा जुन मन थियो त्यही तिमीहरूमा पनि होस्, जसले परमेश्वरकै स्वरूपमा हुनुभएकोले परमेश्वरसँग बराबरी हुनलाई लुटको माल सम्झनु भएन, तर आफैलाई रित्तो पार्नुभयो र दासको रूप धारण गरेर मानिसहरूको समानतामा हुनुभयो। अनि मानिस जस्तो रूपमा प्रकट भएर उहाँले आफूलाई नम्र तुल्याउनु भयो र मृत्युसम्म क्रुसको मृत्युसम्म आज्ञाकारी हुनुभयो। सुन्नुहोस् ल, घमण्डको विपरीत हुन्छ नम्रता। नम्र भयो भने चाहिँ, नम्रताले चाहिँ नम्र भइदियो भनेदेखि चाहिँ, घमण्ड आउनुभन्दा अगाडि नै नम्र भइहाल्यो भनेदेखि, बोल्नुभन्दा अगाडि नै नम्र भइहाल्यो भनेदेखि चाहिँ, अथवा प्रभु म त घमण्डी हो, काम बिराउन सक्छु, ज्यादा बोल्न सक्छु भनेर पहिले मलाई सहायता गर्नुहोस् न भने चाहिँ घमण्डीले चाहिँ पाउँदैन अरे। नम्र भयो भने चाहिँ अनुग्रह पाइहाल्छ अरे। त्यसले अनुग्रह पाउने बित्तिकै पापले त्यसलाई राजै गर्दैन, अनुग्रह भनेको हेल्प आइहाल्छ। तर घमण्डीले चाहिँ, अब सुन्नुहोस्, अब नेक्स्ट टाइम तपाईँले जब पनि पाप गर्नुहुन्छ, अब यो चर्चबाट निस्किने बित्तिकै पाप गर्ने बित्तिकै तपाईँले चाहिँ के भन्नुपर्छ भने चाहिँ यसले गर्दा हो नि हौ भन्नु हुँदैन। के भन्नुपर्छ, म कति साह्रो घमण्डी भएको कारणले गर्दा मैले पाप गरेँ, अनि घमण्डी हुँदा मैले अनुग्रह पाइनँ, अनुग्रह नपाउँदा चाहिँ म गिरेको भनेर भन्यो भने चाहिँ कमसेकम डायग्नोस चाहिँ भयो। त्यसले त अघि हाम्रो पहिलाको विषय के थियो, आफूलाई चिन्न पाइएन भने शैतानले हामीलाई स्मार्ट भनेर सुटै लगाएको हुन्छ हामीलाई, तर हाल्न चाहिँ प्याजको बोरामा हालेको हुन्छ। सुट लगाएको मान्छेलाई प्याजको बोरा भन्दा कस्तो देख्छ भन्नुहोस् न, घाँटीसम्म प्याजको बोरा बाँधेको सुट लगाएको, आफूलाई देख्नै पाइँदैन। बाइबलले हामीलाई देखाउँछ। अब म तपाईँलाई छोटकरी बताउँछु, 2:30 सेवा सक्नु भनेको थियो, अब 10 मिनट चाहिँ लिन्छु म, 10 मिनट हो, किनभने मैले बिट त मार्नै पर्यो। अब सुन्नुहोस् है, 1 नम्बरको विश्वासी, क्लास 1 विश्वासी भित्र पनि घमण्ड हुन्छ। अघि हामीले हेऱ्यौँ घमण्डको पाप चाहिँ कम्पेरिजनबाट आउँछ, तुलनाबाट आउँछ। त्यसले गर्दा त्यो फरिसीले चाहिँ ऊ जस्तो होइन म जस्तो, त्यसले गर्दा सुन्नुहोस् न, म जहिले बताउँछु नि, तपाईँले 500 को 8वटा जस्तो नोट ल्याएर चढाउँदाखेरि पनि कसैले देखेको छैन तपाईँले पाप गरेको भनेर। तपाईँले तलब थापेर ल्याएको, अदुवा बेचेर ल्याएको, हल्ला नगरिकन ल्याएको, लिफामा पनि लेख्नु भएन तपाईँले, तपाईँले ल्याएर सट्टै हाल्नुभयो। यहाँबाट चढाएर उहाँ 2 कदम नजाँदैखेरि तपाईँले पाप गरिसकेको हुन्छ। कस्तो पाप भन्दा 500 को 8वटा, 500 को 8वटा आज चाहिँ भने जस्तो भयो। उसले त कहाँ चढायो होला र, मैले चाहिँ, त्यो मान्छेले प्रस्ताव गर्दैन। बाइबलमा भन्छ हामीले पवित्र भेटी चढाएर पनि अपवित्रताको निम्ति चाहिँ पश्चाताप गर्नुपर्छ भन्छ। र हामीले त्यो भेटी चढाउनुभन्दा अगाडि पनि प्रभु यो कागजको खोस्टा 8वटा जस्तो, यो अदुवा बेचेको पैसा प्रभु बिर्सिन पाए पनि हुन्थ्यो। अघिदेखि भित्रबाट तैँले चाहिँ भयङ्कर गरिस् भन्दैछ, यहाँनिर मलाई भन्दैछ प्रभु प्लिज मलाई माफ गर्नुहोस् न भन्दै भन्दै प्रस्ताव गर्दै ल्याए भने चाहिँ त्यसको चाहिँ ग्रहण। अब पुरा विचार गर्नुहोस्, म तपाईँलाई छोटकरी बताउँछु। क्लास 1 विश्वासी, 1 नम्बरको विश्वासी पनि, साह्रै दामी विश्वासी पनि घमण्डी हुन्छ। कसरी भन्दाखेरि छोटकरीमा बताउँछु। यो पृथ्वी तलमा 1 नम्बरको विश्वासी थियो, प्रभुले सर्टिफिकेट पनि दिएको थियो। सर्टिफिकेट चाहिँ के थियो भन्दा
म तपाईँलाई प्याराफ्रेज गरेर बताउँछु। प्याराफ्रेज भनेको चाहिँ व्याख्या जस्तो। क्लास 5 मा फर्स्ट डिभिजन ल्याउने सब क्लास 5 मा भन्नु त सबैजनाले क्लास 5 मा फर्स्ट डिभिजन ल्याउने सबैभन्दा सिधा, सबैभन्दा सुधो, सबैभन्दा प्रभुको डर मान्ने यस्तो चाहिँ को छ र क्लास 5 मा भन्नुहोस् फेरि सबैजनाले। क्लास 5 मा फर्स्ट डिभिजन भएको विश्वासी अयुब भन्नुहोस् न। अब क्लास 5 मा फर्स्ट डिभिजन भयो, क्लास 5 मा फर्स्ट डिभिजन भएर चाहिँ अब चाहिँ म इन्जिनियर हुन्छु भन्दा पाउँछ? कोही पुस्ने काम पनि पाउँदैन। प्रभुले भन्नुहुँदैछ के को क्लास 5 मा घमण्ड गर्छस्, ग्रेजुएटमा गएर त्यति गरिस् भने चाहिँ भन्न। ग्रेजुएटमा माथि त्यसले त प्रभुले चाहिँ अयुबलाई ग्रेजुएसन लेभलमा स्नातक बनाउन चाहेको थियो। त्यो त 1 नम्बरको विश्वासी। अनि शैतानले पोल लगायो माथि गएर, यो मान्छेकोमा धन सम्पत्ति छ, छोराछोरी छ, ऊँट छ, गधा छ, गाई छ, अरे तपाईँले प्रोटेक्सन दिएको छ, 3टा घेरा हालेको छ, कसले गाउँदैन भजन, कसले गाउँदैन गीत, कसले पढ्दैन बाइबल, को जाँदैन चर्च, घेरा मात्रै हल्लाएर हेरौँ त भन्यो। अनि प्रभुले भन्नुभयो ल नि त लु कम्पिटिसन गरौँ। कम्पिटिसन भनेको चाहिँ लु हामी रणभूमिमा लडौँ त लु लु। त्यसले गर्दा अयुबको बारेमा शैतानले पोल लगायो। अनि पहिला 1 नम्बरको घेरा 2 नम्बरको घेरा लडाइदियो। छोरा छोरी सब मर्यो। त्यो छोराछोरी मरिसकेर चिच्याएर त्यो कतिजनाको हात निस्केको थियो होला, घरबाट कतिजना चेप्टेर अय्या अय्या भन्दै थियो होला, कतिजनाको बिचारा लुगा चेप्टेको थियो होला। 10 जना भाग्नु पर्दाखेरि कस्तो आत्तेस भयो। नाता नातिनीहरू चेप्टेको 10 जनाको डेड बडी त्यही छ छेउ। त्यति भइसकेको छैन, हतार हतार खबर लिएर आउँछ। पेडा बाख्रा मर्यो अरे, ऊँटहरू मर्यो अरे, सब चिज मर्यो अरे, खबर ल्याएकै गऱ्यो। 3टै घेरा धुलो पिठो भयो। लास्टमा अयुबको शरीरमा बिमार पनि खनाइदियो। अब अयुबको शरीरमा बिमार पुरा परमेश्वरले हेर्नु हुँदैछ। क्लास 5 मा फर्स्ट डिभिजन भएको छ, कतै म जस्तो मैले यस्तो सेवा गरेँ भन्ने कहीँ छ कि भनेर प्रभुले खोज्नु हुँदै थियो। त्यो त घमण्ड भन्ने पापलाई चाहिँ निर्मूल पार्नको लागि चाहिँ प्रभुले वरिपरिको मान्छेहरू पनि मारिदिनुहुन्छ। कतिचोटि धुवानी धुवा आयो चारैपट्टि जङ्गलबाट, भेडाहरू आदि डढेको पोलिएको सबै हेरिन सक्नु बर्बाद। 300 जना नोकर मरे। 300 जना नोकर मर्दा 300 जनाको विद्रोहीहरू सबै रोवावासी छ घरमा। अयुबको त घटना घट्यो। अयुबको घरमा घटेको घटना जङ्गलमा आगो लागेको देखेर 3 जना विश्वासी आएर 7 दिन बोल्न सकेनन् अरे। 7 दिन चुपचाप, 7 दिन बोल्न नसक्ने, डम फाउन्डेड हुनु कस्तो भयङ्कर। 7 दिन बोल्न नसक्नु। आउनुहोस् त अयुबको किताबमा हेर्नुहोस् ल, एउटा कुरा बताउँछ नि, म बन्द गर्छु नि। अयुबको किताबमा आउनुहोस्। एक अध्यायमा आउनुहोस् त। 2 अध्यायको 11, 12, 13 पद छिटो पढिदिनुहोस् न। अनि अयुबमाथि आइपरेको यो सब खराबीको विषयमा जब तिनका 3 जना साथीहरूले सुने, तब तिनीहरू हरेक आफ्नो ठाउँबाट आइपुगे। तेमानी, एलिफज, सुई, बिल्दद र नामाती सोफर, किनकि तिनीहरूले आएर अयुबसँग विलाप गर्न र तिनलाई सान्त्वना दिन एकसाथ भेट्ने कुरा ठहराएका थिए। अनि जब टाढाबाट तिनीहरूले आफ्ना आँखा उठाएर हेरे र अयुबलाई चिनेनन्, तब तिनीहरू आफ्नो स्वर उचालेर रोए। अनि तिनीहरूले आफ्नो अलखा च्याते र आकाशतिर धुलो उडाएर आफ्नो शिरमाथि हाले। तब तिनीहरू 7 दिन र 7 रातसम्म तिनको साथमा भुइँमा बसे। अनि कसैले तिनीसँग एक शब्द बोलेन, किनकि तिनको पीडा अति ठुलो रहेछ भने तिनीहरूले देखे। त्यस्तो भयङ्कर घटना घट्यो। 7 दिनसम्म बोल्न नसक्नु भनेको चाहिँ कस्तो दृश्य थियो होला भन्नुहोस् न। 10 जना छोराछोरी घरबाट चेप्टिएको, कसैको हात बाहिर निस्किराखेको, यति भयङ्कर। 300 जना नोकर चाकरको विधवा भएर विधवाहरू कालिएर रोएको, बाउ मर्यो अरे, हाम्रो बाउ मर्यो अरे भनेको, भेडाहरू डढेको दृश्य तपाईँले कोही बेला इमेजिनेसन प्रब्लम दिएको छ नि घरमा, यस्तो सोच्नुपर्छ त। त्यस्तो हुँदाखेरि यो मान्छे खरानी ताल भयो। सबजना भन्नुहोस् त के ताल अरे? खरानी ताल। खरानी ताल भएपछि यो मान्छे साँच्चै नै खरानी नै ओछ्यायो, भाङ्राको लुगा लगायो। भाङ्रा भनेको चाहिँ अब सिस्नो भाङ्राको लुगा लाउँथ्यो अरे त्यति बेला। भाङ्रा त म देखेको छैन। भाङ्राको लुगा लगायो अरे।
तीमाथि छेउमा बसेर बुढीले ट्याङ ट्याङ पनि गर्दैछिन्। अब फ्युनरल भएको छैन नानीहरूको, आगो लागिरहेको छ जङ्गलमा, 7 जना आउने मान्छे बोल्न सकेको छैन। खरानी ताल भएर बसेको छ। मानव यो चाहिँ को भन्दै चाहिँ यसो हेर्दा सिलगढीतिर जाँदा तपाईँले एउटा बर्की उडेको मान्छे, मैला मान्छे हलुङ्गेको भाँडामा यसो के भन्छ के त्यो रेचकी पैसा थापेर बसेको जस्तै दृश्य भएको थियो। तर त्यस्तो खरानीको तालमा पुग्दा पनि मान्छे चाहिँ ट्याउ 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 गर्दो रहेछ। फेरि मान्छेको घमण्ड हतपत जाँदैन त। खरानीको तालमा पुगेको छ तर मुख पड्काएको छ। मुख पड्काउँदा चाहिँ के भन्दो रहेछ भने चाहिँ हम किसी से कम नहीं भन्दो रहेछ यो मान्छेले। सबजना भने हेर्नुहोस् त, हम किसी से कम नहीं भनेर चाहिँ बोलेको गर्दो रहेछ। अब यो कहाँ लेखेको छ भन्दा 13 अध्यायको 2 पद पढ्नुहोस् ल। हिन्दीमा पढ्दियो भने त झन् दामी छ है। जे तिमीहरू जान्दछौ त्यो म पनि जान्दछु, म तिमीहरू भन्दा कम छैन। हेर्नु हम किसी से कम नहीं भनेको चाहिँ यो। अब यस्तो खरानी ताल भइसकेपछि त मान्छे त तलै बस्नु पर्यो नि त। तर चाहिँ के भन्दो रहेछ अब 29 अध्यायमा आउनुहोस्। अब 29 अध्यायमा, अब 29 अध्याय तपाईँले घरमा गएर पढ्नुहोस्। 29 अध्यायमा 1 पददेखि 25 पदसम्म 25वटा पद भयो नि त, हामीलाई थाहा छ। मलाई हेर्नुहोस् त सबैजनाले 25वटा पद भयो। 25वटा पदमा चाहिँ यो मान्छेले चाहिँ 52 खेप 52 टाइम्स यसो भनेछ, मलाई, मैले, मलाई, मैले, हम किसी से कम नहीं भन्छ। त्यस्तो टपरामा बसिरहेको छ मान्छे, खरानी भइसकेको छ, जिउबाट किरा निस्किँदैछ, हड्डी सुकेर केही पनि छैन, तर हम किसी से कम नहीं भन्छ। बोलेकै मलाई, मैले भन्दो रहेछ। अनि खास त्यो कटौरामा रेचकी पैसा चाहिँ के बद्दो रहेछ भनेदेखि चाहिँ अब मेरो पैसा मैले कमाएको, मेरो पैसा छिर्लिङ गरे जस्तो खास बज्ने कुरा चाहिँ के रहेछ भन्दा मैले विधवालाई हेल्प गरेको, मैले गरिबलाई खुवाएको, मैले अन्धाहरूलाई आँखा दिएको, जवानहरूलाई सल्लाह दिएको, पहिला हामीहरूको घरमा खाना पाकेको हेऱ्यौँ देखि चाहिँ कस्तो भयङ्कर। अरे हो कि चाहिँ पढ्नुहोस् लु, 12, 13, 14, 15 पद पढ्नुहोस्। किनकि मलाई पुकार्ने गरिबलाई, टुरा र असहायलाई म छुटकारा दिन्थेँ। नष्ट हुन लागेको व्यक्तिको आशीर्वाद ममाथि आउँथ्यो, अनि म विधवाको हृदयलाई हर्षले गीत गाउने तुल्याउँथेँ। म धार्मिकता पहिरन्थेँ र त्यसले मलाई पहिराइदिन्थ्यो। मेरो न्याय खास्टो र मुकुट सरह हुन्थ्यो। अन्धाको निम्ति म आँखाहरू थिएँ र लङ्गडाको निम्ति म पाउहरू थिएँ। म गरिबहरूको निम्ति बाबु थिएँ, अनि जुन मुद्दा म जान्दिनथेँ त्यसको जाँच पडताल म गर्थेँ। अब विचार हाम्रोमा कस्तो घमण्ड हुन्छ हो। अब मैले भने नि कामको घमण्ड, पोजिसनको घमण्ड, सुन्दरताको घमण्ड, ऊभन्दा म अलिक लाइकको भन्ने घमण्ड, चल्न पाउने घमण्ड। अब यो मान्छेलाई बोल्न दिएको त तपाईँले पढ्नुहोस् न, 52 टाइम्स भनेको चाहिँ यो मान्छे त शर्मा पो रहेछ। के रहेछ भन्नु सक्दैन? शर्मा र कस्तो घमण्डी हुन्छ? 52 टाइम्स मैले भन्यो, त्यो त शर्मा जस्तो घमण्डी हुन्छ त्यस्तै रहेछ यो मान्छे। त्यहाँबाट अब प्रभुले हेर्नुभयो, अरे संसारभरिको विधवालाई मैले खुवाउँछु, म चाहिँ हल्ला गर्दिनँ। संसारभरिको कमिला कित्रा फट्याङ्ग्रोदेखि मै पाल्छु, म चाहिँ हल्ला गर्दिनँ। बिहान उठेर संसारभरि घाम लगाइदिन्छु, मैले अहिलेसम्म एनाउन्समेन्ट पनि गरेको छैन। संसारभरि हिउँ पार्छु, मैले चाहिँ हल्ला गर्दिनँ। यसले चाहिँ 2-4 जना विधवालाई कुनै के खुवाएँ भन्दैछ। सास पनि मैले दिएको, शरीर पनि मैले बनाइदिएको, घर पनि मेरै हो, घाम पनि मेरै ताप्दैछ, पानी पनि मैले दिएको खाँदैछ। मैले दिएको अन्न, मैले दिएको उत्पादबाट अलिकति कसलाई गरिबलाई दियो भन्दैछ। अहिले त कटौरा बजाकै हम किसी से कम नहीं, मैले गरिबलाई खुवाएको भन्दैछ। खरानीमा बस्दा मान्छेको त म त जाउँदैन रहेछ, यसलाई चाहिँ म टकटक्याउँछु भनेर प्रभुले हेर्दाखेरि बोल्न दिनुभयो। बोलेको छ, राइटमा फाइट गरेको छ, बोलेको छ। 38 अध्याय पुगिसक्यो। त्यहाँबाट प्रभुले हस्तक्षेप गर्नुभयो, बिचमा आउनुभयो। खेर गएको मान्छे पनि भन्नु भएन।
खालि यसो भन्नुभयो, कसले पृथ्वीको जग बसाल्यो हँ, कसले हिउँ बनायो हँ भनेर सोध्न थालेपछि प्रभु छेउमा आउनुभयो। अनि भन्न चाहेको चाहिँ संसारभरिको विद्वालाई कसले पाल्छ र हल्ला गर्दैन हँ, त अन्त एक दुईजनालाई खुवाउँदा यस्तो हल्ला गर्दो रहेछ त हँ। त्यसो भनिसकेपछि यो हम किसी से कम नहीं भन्ने मान्छे चाहिँ अबै बोल्नु हुँदैन रहेछ, पछि बोल्नु हुँदैन रहेछ, मुखमा हात राख्छु बोल्दिनँ बोल्दिनँ बोल्दिनँ, बरु अझै पश्चाताप गर्छु म भनेर झऱ्यो। ल के पहिला हम किसी से कम नहीं भनेको, अब आउनुहोस् न अयुबको किताब 40-41 अध्यायमा यो मान्छेलाई लास्टमा कहाँ पुर्याउनु भयो प्रभुले। यहाँनिर आउँछ अयुबको किताब 40 अध्यायको पहिला पढिदिनुहोस्, 4 पद पढ्नुहोस्। हेर्नुहोस् म नीच हुँ, म तपाईलाई के जवाब दिउँ, म मेरो हात आफ्नो मुखमाथि राख्नेछु। 5 पद। एकपल्ट त म बोले तर अब म जवाब दिने छैन। 2 पल्ट पनि बोले तर अब म अघि बढ्ने छैन। अब 42 अध्यायमा आउनुहोस्, 42 अध्यायको 3 पद पढ्नुहोस्। त्यो को हो जसले ज्ञानहीन भएर युक्ति लुकाउँछ, यसकारण जे मैले बुझिन त्यही मैले बोले, कुराहरू जो मेरा निम्ति साह्रै अद्भुत थिए, जो मैले जानिन। देख्नुभयो, पहिला बोल्छु कि बोल्छु भन्यो, ल अन्त बोल्नु कहाँसम्म बोल्छस् भने 38 अध्यायसम्म बोल्न दिनुभयो। फेरि म जान्दछु भन्छ, हम किसी से कम नै भन्छ, बोलेको गऱ्यो। अनि लास्टमा जब प्रभु सिनमा आउनुभयो, प्रभु आएपछि भन्यो, नजानेर बोल्दो रहेछु, ज्यादै बोल्दो रहेछु, कहिले पनि बोल्नु हुँदैन रहेछ, तपाईँ यस्तो आकाश पृथ्वीको मालिक भएर त हल्ला गर्नु हुँदैन रहेछ, मैले यसो अर्कालाई के दिएको हल्ला। त्यो त विश्वासीको प्रवृत्ति कस्तो हुन्छ भने नि, हस्पिटलमा कोही जान्छ क्या भिजिट गर्नु, अनि ऊ पछाडि फेरि अर्को पनि जाँदै गरेको हुन्छ क्या, अनि ऊ फुत्तै बाहिर निस्केर आउँछ क्या, फुत्तै बाहिर निस्केर आउने बित्तिकै भेट्छ नि त, जम्का भेट हुन्छ नि त। अनि ब्रदर कस्तो रहेछ बिमारी भन्नुहुन्छ कि, अब बिचरा उसले भन्छ, एक्सप्रेसन त त्यसरी गर्नु पऱ्यो, नाजुक रहेछ, हालत पतला रहेछ, निकै साह्रो हामीले पनि अलिक उठाइराखेर दिइहाल्यौँ भन्छ, हल्ला गरिहाल्छ त्यहाँ। त्यो भन्नुपर्छ र, हामीले पनि अलिक उठाइराखेर चाहिँ यसो दिइराख्यौँ भनेको चाहिँ धार्मिकता प्रकट गरेको अरे नि उसले। हम किसी से कम नहीं, हामीले दिएको छ है निकै भनेको हो, त्यसो दिएको हल्ला गर्नु हुँदैन नि त त्यसरी हो। त्यसले गर्दा अलिकति न अलिकति काहीँ न काहीँ घमण्डले चाहिँ प्लाट्टै म घमण्डी हो भन्ने कुरा चाहिँ प्रचार गरिहाल्छ, त्यस्तो हुन्छ। त्यही त हामीलाई त्यो बजाउनु, गाउनु, एल्डर हुनु, कालिम्पोङ जानु, मनिका जानु, दार्जिलिङ जानु होइन, आफूलाई चिन्दै गएर चाहिँ धुलोमा बसेर प्रभु म जतिको अघोरी पापी चाहिँ कोही हुँदैन रहेछ, मलाई नम्र बनाउनुहोस् भनेर भन्यो भने चाहिँ त्यो चाहिँ उन्नति हो, त्यो चाहिँ माथि उचालिएको। त्यसले त अयुब जस्तो क्लास 5 मा फर्स्ट डिभिजन भएको मान्छे तर क्लास 6 मा जाँदा फेल भयो कि भएन? फेल भयो। अनि जब कहिले चाहिँ उसले ग्रेजुएट पास गर्यो भन्दा खरानीमा बसेर म चाहिँ अबदेखि बोल्दिनँ। त्यसले त त्योभन्दा अगाडि प्रभुले यसो पनि भन्नुभयो। यहाँनिर 41 अध्यायको 34 पद पढ्नुहोस्। त्यसले हरेक उच्च थोकलाई हेर्छ, त्यो चाहिँ घमण्डका सबै सन्तानहरूमाथि राजा हो। अब अयुबलाई सिधै घमण्डी भन्यो नि त, प्रभुको त्यो चाल त्यस्तो हुँदैन। प्रभुले जहिले पनि पाप देखाउनुभन्दा अगाडि सर्काउनुहुन्छ। तपाईँले पढ्नुहोस् न, कोरिन्थीको व्यभिचारी नम्बर 1 मण्डलीलाई तिमीहरूको के साह्रो अनुग्रह, तिमीहरू के साह्रो राम्रो स्थापित भएको, कति राम्रो अनुग्रहको दानहरू, पाहुनापात कति साह्रो राम्रो गरेको भनेर पहिला मात्रै उचाल्नु भयो। त्यहाँबाट मात्रै एउटै मात्रै फेसा खुस्किएको रहेछ, अलिअलि झगडा छ अरे नि भनेर ल्याउनु भएको एउटा कुरा हो। फेरि तपाईँले प्रकाशितको किताबमा हेर्दाखेरि आमामा के साह्रो सहेको, झुटा शिक्षा के साह्रो पत्ता लगाएको, तिमीहरूले के साह्रो सेवा गरेको, त्यो एउटा मात्रै फेसा खुस्किएको रहेछ, पहिलो प्रेमदेखि झरेछ भनेर भन्नुभयो। त्यो त प्रभु हाम्रोमा पनि चरित्र हुनुहोस्। कसैलाई कडा गर्नुभन्दा अगाडि उसको 5वटा गुण गाउनुपर्छ। पहिला कतिवटा भन्नु सक्छन्? 5वटा। अम्मै तपाईँ त नम्बर 1 बिग्रेको मत्तु विश्वासी छ, लाक्पा खेल्दैछ भने पनि तपाईँको बारेमा हामीले सुनेको नि हो, आम्मामा तपाईँ त दयालु हुनुहुन्छ अरे नि हो, चियाची तपाईँले दामी बनाउनुहुन्छ अरे भने माथकै भएर पहिला चिया बनाएर ल्याउँछ त्यसले। त्यो त पहिला चाहिँ सर्काउनुपर्छ, त्यहाँबाट मात्रै मिस्टेक देखाइदिनुपर्छ। बाइबलमा यस्तो कुरा छ। त्यसले गर्दा प्रभुले अयुबलाई एकताल घमण्डी भने नि त
तर्सिन्छ भनेर चाहिँ त्यो एउटा के भन्छ समुद्रमा घस्रिने एउटा डरलाग्दो जन्तु खपटा दह्रो भएको ल्याएर यसो भन्नुभयो यो हेर्न यो छ नि हावा पनि छिर्दैन हेर्न यसभित्र हावा पनि छिर्दैन क्या कस्तो टाइट पो त यसको त बुलेट प्रुफ हो यो त क्या कति भन्दा नलाग्ने खालको छ कि यो चाहिँ घमण्डीको सन्तानहरूको चाहिँ राजा हो भनेपछि सन्तान त अहिलेले पनि खोज्नु पऱ्यो नि त कहाँ रहेछ सन्तान भनेर प्रभुले घमण्ड भन्ने शब्दलाई उपयोग गर्नुहुँदै थियो त्यहाँबाट फेरि 40 अध्यायको 12 पद पढ्नुहोस् त हरेक घमण्डीमाथि आँखा लगाऊ र त्यसलाई तल झारिदेऊ हो सुन्नुहोस् त्यसले आज अयुबभन्दा राम्रो हामी छैनौँ हामीले पनि चाल पाएको छैनौँ हामीहरूकोमा घमण्ड कहाँ छ भनेर भरेदेखि चाल पाउनुहुन्छ अनि हामीले प्रभु म घमण्डी रहेछ मात्रै भन्यो भने प्रभुले स्याबास कति बुझेको हेर स्याबास त्यहाँबाट हाम्रो उन्नति हुन्छ ल प्रभुले हामीलाई सहायता गरेका हौँ म यतिमै राखेँ